अहिले हामी रौतहटको गौडा नगरपालिका वडा नम्बर 8 स्थित बसुविटी जिङरियाको अवस्थित रामचन्द्र माध्यमिक विद्यालयको प्रधानाध्यापक जङ्गबहादुर ठाकुरजीसँग हामी कुराकानी गर्न गइरहेछौँ। स्वागत छ तपाईँले यो भिडियोमा। हजुर धन्यवाद सबल। अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप भइसकेको छ, यही गाउँको राहुल शाह भन्ने पत्रकार अहिले थुनामा हुनुहुन्छ। अनि के घटना वास्तविकता के भएको थियो? वास्तविकता के घटना भएछ भने त्यो विगतदेखि लिएर अगाडिदेखि लिएर व्यक्तिगत रिसिभीले उसलाई कक्षा कोठामा 10मा पढाउन नदिँदाखेरि होइन न्यु पारेर पटक पटक स्कुलमा आउने, मानसिक टर्चर दिने र फेरि पहिला एउटा पोस्ट गर्दाखेरि त्यो पोस्टमा गलत छ भनेर माफी माग्दा गएर फेरि के अरे हाम्रो इलाका प्रहरी कार्यालयमा बन्ड बनाएर अब आइन्दा यस्तो गल्ती गर्दैन भनेर फेरि आउँदा फेरि केही समयपछि पश्चात आएर स्कुलमा अस्ति भर्खरै आउँदाखेरि यो गर त्यो गर नभएर अध्यक्षलाई थप्पडले हान्छौ, मलाई छुराले हानिदिन्छौ, यो विभिन्न किसिमका स्कुलमा आएर स्कुलको पढाइ भएको समयमा 9 बजेतिर आएर लगभग पुरै अस्तव्यस्त पढाइको वातावरण बिगार्दाखेरि अनि विद्यार्थीहरूले उसलाई लखेर्दा केही भन्दाखेरि दौडेर भागेर वातावरण उसले बिगार्दाखेरि मैले डिएसपी साहबलाई फोन गरेर यस्तो अचानक बताइरहेछ पत्रकारको नाममा आएर तुरन्त उसलाई पक्राउ गर्नुहोस् भनेर मैले निवेदन फोनबाट नै गरेको थियो। अनि त्यस कारण उहाँहरू आउनुभयो र उहाँलाई समातेर लानुभएको छ। आज चाहिँ विद्यार्थीहरूले प्रदर्शन गरेको कुरा छ। हजुर, त्यहाँ प्रदर्शन गरेको देखियो, के छ? आज प्रदर्शन गर्दाखेरि विद्यार्थीहरूले के भनेछ भने हाम्रो सरहरूलाई फिल्डमा आएर राहुल जस्तो मान्छेले आफूलाई पत्रकार भन्ने यो भनेर मार्ने धम्की दिने सरहरूलाई र सरहरूलाई पढाउने मानसिक तनाव, स्कुलमा वातावरण खलबलिने, छुरा मारिदिने, बाटोमा घेरेर मारिदिन्छौ, उसले के छ भने तपाईँको सामाजिक सञ्जालमा पनि मलाई मार्ने धम्की, त्यस्तै त्यो पत्रकारको एउटा भाषा राम्ररी भएन, त्यो डरले र स्कुलमा आएर अस्ति त्यो वातावरण बिग्रिने खबरले र सरहरूलाई पढाउने मानसिकता नहुँदाखेरि फेरि केही वातावरण फेरि डराउने र अन्य उसको बुवादेखि लिएर सबैको कुरा सुन्दाखेरि अब नहुँदाखेरि हामी विद्यार्थीसहित सबैजना यसलाई हामीले न्याय पाउनुपर्छ। राहुल जस्तो पत्रकारलाई यो पित पत्रकारिता र एउटा कमाउने भाँडो हो भनेर त्यसलाई त्यो विरोधको लागि बच्चासहित हामी सम्पूर्ण अभिभावक र समिति लगायत उहाँ हामी इलाका प्रहरी कार्यालय गौडामा रौतहटमा यता सरकारी स्कुलहरू छन्, तर तपाईँकै स्कुलमा त्यो राहुल शाह भन्ने व्यक्तिले तपाईँमाथि नि पटक विगत लामो समयदेखि आक्रमण गर्नुको कारण के हो? विगत आक्रमण गर्नुको कारण त्यही मूल उसको कारण छ कि उसलाई पढाउन स्कुलमा नदिँदाखेरि, कक्षा 10मा पढाउन नदिँदाखेरि व्यक्तिगत इन्टेन्सन त्यही हो। त्यसलाई जागिर पढाउन खोज्ने हो कि क्लासमा 10 क्लासको विद्यार्थी मैले उसलाई भने के काम छ, त्यसलाई केटी जिस्काउने हो कि के हो, त्यो लेभल छैन, किन जान लागेको भने मलाई प्रश्नै भनेको थियो कि 10 कक्षामा त पढाउन हैसियत छैन, बाबु नजाऊ, पढाइलेखेपछि जाने हो, अहिले कक्षामा 10मा नजाऊ, 10मा नजान दिँदाखेरि उसले आफूलाई गाउँको सो देखाउने, गजरी जस्तो हिँड्ने, तनिरी जस्तो स्टाइल देखाउने र धम्की आउने गाउँका लोकल भएर गर्दाखेरि त्यही न्यु पारेर अब नगर्न दिँदाखेरि पटक पटक एउटा त्यही भनाले मलाई सुरुदेखि अहिलेसम्म त्यही गर्दै आइरहेको छ कि मलाई मात्रै। स्कुलमा आउँदा उहाँले खास के कुरा माग्नुहुन्छ, उहाँको भनाइ के छ? स्कुलमा किताबको विषय पनि ठिक छ, स्कुलमा हिसाब किताब हुँदाखेरि अनि उसले भन्दाखेरि ठिक छ हिसाब किताब पनि भन्दै थियो र अरू पनि हुँदाखेरि मैले दिन्छु भन्दाखेरि त हिसाब किताब मैले समितिलाई होइन अगाडि नै 5-7 महिना अगाडि नै यही आर्थिक वर्षमा मैले सम्पूर्ण विद्यालय व्यवस्थापन समिति होइन गाउँका गण्यमान व्यक्तिलाई राखेर मैले हिसाब किताब पनि बताइदिएको छु र प्रश्न पारिदिएको छु। मैले एकदम प्रमाणसहित मेरो हिसाब किताबलाई दिइसकेको हो। र तपाईँलाई गाईको सुनेअनुसार ती राहुल शाह भन्ने व्यक्तिले तपाईँले छुरा हानिदिन्छु भन्ने कुरामा आएको थियो, त्यो कतिसम्मको सत्यता? एकदम 100 मैले सुनेकै हो, हाम्रो विद्यार्थीले सुनेको हो, हाम्रो स्टाफले नै सुनेको हो। अनि यही कुरालाई उसलाई समात्न खोज्दाखेरि उसले भागेर गेटबाट त्योतिर गेट खोलेर म आउँदा तलसम्म जब क्लासबाट आउँदा तबसम्म भागेको थियो कि उसले 2 दिन आएछ त्यसरी गर्नु थियो। अहिलेसम्म यो व्यवस्थापन समिति स्कुलले, हजुर, यो व्यवस्था समितिले ती व्यक्तिलाई केही लिखित अथवा केही समयका लागि केही पत्रचार गरेका छन् कि इलाका प्रहरी कार्यालयलाई कि कस्तो छ? त्यसको लागि हाम्रो गाउँका भरबल आदमी, यहाँका वडा अध्यक्ष वशिष्ठ राय यादवदेखि लिएर समितिका अध्यक्षदेखि लिएर हाम्रो सम्पूर्ण स्कुलका स्टाफ, सरमध्ये सम्पूर्ण कर्मचारीहरू बसेर निर्णय ठोकेर नै हामी इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छौँ। निवेदन मैले पेश गरेको छु। हामीले सुनेअनुसार
उहाँले स्कुलको बारेमा गतिविधिको बारेमा यहाँको हिसाब किताबको बारेमा बारम्बार माग गर्दा तपाईँ हेरचेक्राइ गर्नुभएको हो। वाक्य स्वतन्त्रता हो, उहाँको नैसर्गिक स्थानीयवासीको नाताले उहाँको नैसर्गिक अधिकार पनि हो हिसाब किताब दिने, तर तपाईँ हिसाब किताब नदिई उल्टै उहाँलाई धम्काउने डराउने किसिमको गतिविधि गर्नुभएको छ जस्तो आवाज आइरहेको छ। सत्य के हो? होइन, यो त्यो सत्य नै झुटो छ। त्यसलाई मैले उसलाई आउँदाखेरि स्कुलमा नदिने कुरै भएन। एउटा आओस्, सामूहिक रूपमा सबै ढङ्गले आओस्, उसलाई हिसाब दिन हामी तयार छौँ। अब एउटै हिसाब मबाट जो पनि लिने हो भने म एकैचोटि नदिने हो सालमा। पटक पटक हिसाब त कसलाई दिइराख्ने हो? एउटै हिसाब अब माने कि एउटा आर्थिक वर्ष छ, एउटा आर्थिक वर्षमा के हुन्छन्, एकचोटि हिसाब किताब हुन्छन्, जुन कि 4 महिना कटेपछि हाम्रो नेपालको आर्थिक वर्ष कानुन त सिस्टम अनुसार अब यही आर्थिक वर्षमा मैले हिसाब किताब दिइसकेपछि प्रत्येक व्यक्तिलाई पटक पटक हिसाब दिनु कसरी हुँदो स्वागत रहेछन्। त्यो पनि हिसाब किताब लिँदाखेरि एकचोटि हाम्रो एकाउन्टेन्ट सरले उहाँलाई पनि भनेको थियो अस्ति, बाबु तिमी के छ भने अलि अभिभावक लिएर आऊ अनि हिसाब किताब ल्याऊ। यसरी आउँदाखेरि धम्क्याउने, यो गर्ने त्यो गर्ने, अनि रेकार शब्द बोल्ने, आफूलाई भैलु नदिने, त्यो माग्ने तरिका पत्रकारको त्यो भएन, जसले गर्दा अहिले उहाँको पक्षमा धेरै सामाजिक सञ्जालमा सत्य तथ्य निष्पक्ष लेख्ने पत्रकारलाई जबरजस्ती विभिन्न मुद्दा लगाई थुनामा राखिरहेछ। त्यसलाई रिहाईको लागि विभिन्न सामाजिक सञ्जालमा माग गरिरहेको छ। अनि तपाईँ भन्दै हुनुहुन्छ कि उहाँले मलाई धम्काएको हो, गाली दिएको, जाम मार्ने समेत जस्तो आरोप लगाइराख्नु भएको हो। विद्यार्थीहरूसँग के भएको थियो कि आज विद्यार्थीहरू त्यहाँ जिल्ला इलाका प्रहरी कार्यालय अगाडि आन्दोलन गर्न गएको थियो? विद्यार्थीहरू के भएको थियो भने हाम्रो सम्पूर्ण सरहरूले गर्दाखेरि के छ भने मानसिक तनाव, आज पनि उसको बुवादेखि लिएर अन्य होइन तनाव दिँदाखेरि होइन, उसले केटाले पनि तनाव दिँदाखेरि र यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर विद्यार्थीहरू सरलाई मानसिक तनाव, मलाई पनि तनाव हुँदाखेरि अनि सरलाई पनि तनाव हुँदाखेरि के गर्ने नगर्ने भनेर अब विद्यार्थीहरूलाई सर यो त हामीलाई भएन, हाम्रो एसी छ अनि यसलाई न्याय पाउनको लागि हामीहरू पनि त्यहाँ जाउँ र हामीले पनि सक्छ। अब पत्रिकामा आइदिँदा पत्रिकामा आएको कारणले गर्दा यो निष्ठावान हो, राम्रो हो, बेकामको लागि पक्रेको छ भनेर सबैले बुझ्दाखेरि विद्यार्थी लगायत हामी सम्पूर्ण सरहरू निर्णय गरेर त्यहाँ आज गएको हो। तपाईँको माग के छ? मेरो माग हो त्यसलाई एकदमै मलाई न्याय चाहिन्छ। उसले पटक पटक आफ्नो पत्रकारिताको फाइदा उठाएर नाममा अब हामी पढाउने शिक्षक हो, शान्तिको विद्यालय, शान्ति क्षेत्र हो। अब यसमा हामी एउटा प्रो भएर उसलाई केही गाली गर्दा पनि केही गर्दा पनि हामीलाई न्याय आफ्नो मुठीमा लिन पाउँदैन, केही गर्न पाउँदैन। तपाईँहरूसँग मेरो आग्रह यही छ कि सम्पूर्ण पत्रकारहरूलाई सत्य तथ्य र उसले यदि गल्ती गरेछ भने मलाई डिएसपी कार्यालयमा, इलाका प्रहरी कार्यालयमा त्यसलाई मलाई न्याय पाओस् र उसले बारम्बार छुरा हानिदिन्छु, यो गरिदिन्छु, घेरेर मार्छु, सामाजिक सञ्जालमा खुद ऊ आफैले लेखेको छ। त्यस्तो प्रमाणहरू छ? सब प्रमाण छ। त्यसले त्यो फेसबुक सञ्जालमा पनि छ र यहाँ हाम्रो स्टाफहरू पनि छ र 3-4जनासँग पनि अस्ति आउँदाखेरि त्यो सबै छ। हामी गएर पनि आज विद्यार्थी सहित समिति लगायत पनि त्यो प्रमाणहरू, अब यो प्रमाण यहाँ छ। अब तपाईँ यहाँ सामाजिक सञ्जालमा यहाँ अस्ति नै हामीलाई के भनिरहेछ भने म तपाईँलाई प्रमाण देखाइरहेको छु। यो यहाँ हेर्नुहोस्, यो एउटा पत्रकारले, एउटा राहुल शाह एउटा पत्रकारले यहाँदेखि छ, यो तैँले हैसियत खोज्दा छस् जबसम्म तेरो हैसियत तेरो बाउको बिहे नदेखाएसम्म मेरो आत्मा शान्ति हुने छैन। भगवान्ले तँलाई रक्षा गरोस् या मलाई रक्षा गरोस्, बिच बाटोमा घेरेर मार्छौ, याद गर। उहाँकै फेसबुक हो, आधिकारिक फेसबुक? उहाँ यही हेर्नुहोस् न, उहाँको नै हो। यो हो शिष्ट भाषा कसको छ, कसरी विश्वास गर्न सक्नुहुन्न तपाईँहरू? अरू पनि छ। यो हाम्रो विद्यालयलाई यस्तो शिष्ट भाषा लेख्दो रहेछ, कसलाई लेख्छ? एउटा पत्रकारले लेख्ने भाषा त यो भएन। अरू पनि के लेख्दो रहेछ हाम्रो विद्यालयलाई? उसले केटाले एउटा तरिका हुन्छ नि, एउटा तरिका हुन्छ, के लेख्छ? यो विद्यालय हो कि गुन्डा नाइकेहरूको अखाडा हो? राहुल शाहबाट नै पोस्ट हो यो, पिक्चर सहित छ।